All right. Good day, family. म चाहिँ आज सन्डेको दिन छुट्टी अनि भर्खर भर्खर उठेको के छ त हजुर भर्खर भर्खर उठेको अब फ्रेस हुने भनेर निस्कियो खेडा ओ द डे इज एकदम सनी अर्के टाइपको छ दिन यसो हेर्दाखेरि बाहिर आम्बो मस्त घाम लागिरहेको रहेछ बाहिरतिर अनि म चाहिँ बल्ल उठेको म फ्रेस हुन्छु अनि तपाईँहरूलाई भेट्छु केही बेरमा लट्स अफ थिङ टुडे यार आज गिटार त्यो अस्ति रिफन्ड गर्नुपर्ने गिटारलाई त्यो बाँधेर गर्नु छ अनि लट्स अफ थिङ्स निड टु डु बाँकी छ गर्नको लागि अनि त्यो गरिसकेपछि फेरि के छ हेरौँ खानासाना खाइन्छ एकछिन बसी के हुन्छ हेरौँ अमित दाई पनि आज अमित दाईको फेरि क्लास छ आज अमित दाई क्लास पनि गएर आउँछ अनि के हुन्छ आजको स्पेसल्स डेहरूमा केही न केही त हुन्छ होइन हो बट के हुन्छ लेट सी अनि त्यो भइसकेपछि सबै कुराहरू देखाउँदै छु फर नाउ आई विल गो टु मेक अ फ्रेस माइन्ड फ्रेस बडी है म एकदम लङ सुतेको हिजोबाट अघि भर्खरै उठेको लगभग 14-15 घन्टा सुतेको म त्यही भएर नै ओके अलराइट गाइज म फ्रेस पनि भएको अब थोरै म नास्ता गरौँ भनेर है दाले चाहिँ उस बनाउनु भएको रहेछ थोरै म नास्ता पनि गर्छु ओके नास्ता गरेर अनि बस्नु पर्ला पेन्डिङ कामहरू भन्नु पर्ला त्यसपछि एकछिन पछि त खाना खाने टाइम पनि भइहाल्छ 1 बजीतिर त होइन 1 बजीतिर त नास्ता खाने टाइम पनि हुन्छ नि त खाना खाने टाइम पनि हुन्छ नि त अन्त उठेसुठे गएर ब्रेकफास्ट गर्छु होइन ब्रेकफास्ट गरिसकेपछि एनर्जी आउँछ अलिकति एनर्जी आएपछि केही गरौँ हुन्छ त्यो सोचौँला केही गरौँला यो कस्तो लिप्समा कस्तो एलर्जी भइरहेको जस्तो लागेको मलाई चाहिँ किन चाहिँ भइरहेको छ लाइक कमन सिम्टम्सहरू कमन यो धेरै मान्छेहरूसँग भएको यो माथि पनि आएको छ राइट होइन है त अब दुईवटामा एकचोटि हेर्छु म किनकि मैले क्यामराबाट देखेको है माथि दल दुइटै आएको रहेछ नि त दुईतिर आएको रहेछ के चाहिँ भएको होला है थाहा पाउनु सकेन अलिकति के भएको भनेर बट अल्सो दादालाई चाहिँ हलुवा बनाउनु भएको रहेछ त्यो थिङ बनाउनु भएको रहेछ अब खाने हालेर ओके खान सक्नु रहेछ म अनि त्यसपछि त्यो गिटारलाई प्याकिङ गर्ने गर्नु छ कपडा पनि धुन हाल्नु छ किनकि लास्ट विक पनि ईद भयो ईदमा कता कता घुम्न गइयो घुम्न भन्दा साथीभाइहरू सबलाई भेटियो त्यही भएर भिडियो पनि बनाउनु पाएन लास्ट विक अब यो विक आफ्टर 2 विक्स मात्र मेरो डेली ब्लग म्यान भर्सेस गल्फ है म्यान भर्सेस गल्फ चाहिँ आज अबबाट के गर्नु पर्ला भन्दाखेरि टपिकको नाम चाहिँ एभ्री टाइम म्यान भर्सेस गल्फ राख्नु पऱ्यो कि बिकज वी आर गल्फ कन्ट्रीबाट छ नि त त्यही भएर म्यान भर्सेस गल्फ चाहिँ राख्नु पर्ला नि त टपिकको नाम चाहिँ एपिसोड 1 एपिसोड 2 यसरी राख्नु पर्ला नि त है राइट राइट है ग्रोसरी गराउनु पर्छ ल फेरि गुड सबै दसैँ ग्रोसरी गराउनु पर्छ फेरि खसी लाग्यो क्या के भन्नु खसीको कुनै पनि खानाहरू जबसम्म खाना मिल्ने टाइपको हुन्छ त्यो बेलासम्म फाल्नु हुँदैन क्या बिकज कर्म विल हिट सबैजनालाई कहिले पनि नास्ता
हेभी खानुपर्छ, त्यो अगाउने गरेर खानु हुँदैन कहिले। हेभी खायो नि ठिक्क, अगाउने गरेर खायो भने के हुन्छ तपाईँको पछि गएर खाना खानु मन लाग्दैन या फिर दिनभरि त्यसले भइरहेको हुन्छ अनि खानाको टाइमिङ बिग्रिन्छ। हुन्छ अन्त खानुभयो होला? अनि त्यो मैले गिटार जुन चाहिँ मेरो साथीले चाहिँ मगाइदिएको थियो मलाई, अनि ब्रोकन आयो होइन। मैले रिफन्डको लागि उसलाई भने तर अहिलेसम्म त्यो मान्छेहरू रिफन्डको लागि आउँछ भनेको थियो, उसले मलाई अपडेट दिएको थियो यो दिन आउँछ भनेर साथीले, किनकि मैले गर्न मिल्दैन। तै पनि एकचोटि उसँग उसको आइडी मागेर केमो आइडी मागेर होइन कुरा गर्नु पर्ला नि साथीसँग। ओके अलराइट, फेरि पनि ब्याक भयौँ। के भयो भन्दाखेरि है, हेड मी टर्न अन द लाइट। यताको अस्ति जुन किताब वहाँनिर आएको थियो डेलिभरी टेमुबाट, केम फ्रम टेमु, मैले चाहिँ यहाँ राखिदिएको थिएँ क्या। मैले रिफन्डको लागि चाहिँ उसलाई रिक्वेस्ट गरेको, उसले चाहिँ प्याकिङ गरेर थिएँ। मैले चाहिँ प्याकिङ चाहिँ ट्याक्कै त्यो मान्छे आउने बेलामा चाहिँ गर्नु पर्ला भनेर मैले यसरी राखिदिइरहेको थिएँ। यसमा प्रब्लम चाहिँ के आएको भन्दाखेरि चाहिँ यस्तो क्र्याक भइदियो कि साइडबाट। मलाई गिटार साह्रै मन पऱ्यो, अब त्यो क्र्याक भइसकेपछि अब तार यता यसरी भइसकेपछि होइन, तारको नै भाङ्गिसकेपछि त अब त्यो कसरी हुन्छ त नि होइन। अहिले त मिलाउँथेँ मैले, तर यो यस्तो नै क्र्याक भइसकेपछि त, यसरी क्र्याक भइसकेपछि त यसलाई मैले ब्याक अब जस्तो उस कभर गरेर त्यस्तै गरेर ब्याक गरिदिनु पऱ्यो होइन र। अब रिटर्न गरिदिनु पऱ्यो यसलाई चाहिँ, गिटारलाई चाहिँ। त्यसको लागि चाहिँ म प्याकिङ चाहिँ गर्छु। फोनलाई चाहिँ कता अड्डाउने बरु, यो स्ट्यान्ड छ, स्ट्यान्डबाट चाहिँ अडाएर फोन अडाएर म चाहिँ प्याकिङ गर्छु है। किनकि अब हुन्छ नि त लाइक मैले अब कस्तो भयो भन्दाखेरि मेरो साथीले मलाई सोध्यो के छ कस्तो चल्दैछ भनेर सोध्यो। मैले भने के ठिक छैन यार भन्छ, भने उसलाई आइरहेको छ क्या, आइरहेको छ होला। अनि मैले उसलाई भने ठिक छैन यार, एउटा गिटार चाहिरहेको थियो यार, एक्लै भयो यार, बजाउँदै बस्नुहुन्छ भने मैले जोक गरिदिएको उसलाई, जोक गरिदिएँ। अनि उसले चाहिँ के गर्यो भन्दाखेरि गिटार मगाइदिएछ उसले, सेम टाइम अर्डर गर्दैछ मेरो लागि। अनि मलाई रिग्रेट भयो कि यार भयो आई डिडन्ट टेल चाहिँ यो यसो ल चेक गर्छु नि, यसो गएको छैन म आएको रहेछु। मैले उसलाई भने कि रिग्रेट गरेँ, मैले भने कि उसलाई हुन्छ नि त, मैले गिटार पनि अर्डर गरिदिएको ल, अर्डर गरिदिनु तेरो एड्रेस र नम्बर हालिदिएको कल आउँछ भनेर भन्यो मलाई। त्यसपछि पछि मैले सोधेँ कि यार वाइ आई डोन्ट टेल मनी यार इन्स्टेड अफ द्याट भन्ने टाइपको भयो कि, पैसा द्याट नभए पनि भएन मान्छेलाई यसरी। अनि पछि अर्डर भयो, अर्डर गरेर आयो, सबै कुरो भयो, लास्टमा गएर अनि अनबक्सिङ गर्दाखेरि चाहिँ पुरा भइरहेको रहेछ है। लेट मी चेक एकचोटि ल, भिडियो राम्रो आएको छ कि नै। राइट, राम्रै आएको रहेछ, ठिकै आएको रहेछ। अनि मान्छे भन्न सोचिरहेको किन चाहिँ मैले पैसा भनेन छु, पैसा भन्नु पर्ने रहेछ, उसले पैसा दिन्थ्यो कि बटेको अलिकति हुन्छ नि, जोकमा जोक गर्दाखेरि चाहिँ उसले चाहिँ साँच्ची अर्डर अर्डर गरिसकेपछि चाहिँ मलाई शङ्का लागिरहेको थियो, अब अनलाइन मगाएको अब टिभीबाट मगाएको भन्छ भित्र कोर्स केही न केही प्रब्लम हुन्छ सोचिरहेको थिएँ। भइदियो, मान्छेको रहेछ यो। अब यसलाई चाहिँ टक्क बक्स गरेर यसको भिडियो पिक्चरहरू चाहिँ लिइसकेको छु मैले, त्यो लिन आउने मान्छेले देखाउनु पऱ्यो नि त। टक्क बक्सिङ जसरी रात त्यसरी म बक्स गरेर राखिदिइराख्नु पऱ्यो, कहिले लिन आउँछु त्यसलाई दिन्छु म होइन, मान्छेले दिइराख्छु म कहिले लिन आउँछ। ओके, लागि एकदमै यो यसरी गरेर पनि युज गर्नु हुने उल्टो पो भन्छ कि भनेर लागेर चाहिँ प्याक गरेर राखिदिइराख्नु पऱ्यो है। त्यसमा टेपहरू पनि भइरहेको टाइम भएछ, टेपहरू त मसँग थियो कि होइन।
गरेर खाना साना खाएँ गाइस, खाना खायो। अब मात्र एउटा गाउँले काम बाँकी छ, त्यो भनेको कपडा धुन काम हो। दाइले हालिरहनु भएको छ, त्यो पछि म हाल्छु। ओके, अनि त्यो चाहिँ फेरि अनि भइ त सिधै त गऱ्यो नै, अपडेट नै सिद्धिन्छ नि त, होइन र? त्यस्तै हो। उतातिर गयो भने उतातिर यत्तिकै गर्दा 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 सिद्धिन्छ। यहाँ रुममा गइसक्यो, बस्ने सुत्ने खाने कसैको कुसुम यताउता के छ, कपडा धुन धुनु, कपडा आइरन गर्ने, यस्तो उता गर्दै भइन्छ अपडेट। अब यही त चलिरहेछ लाइफमा। त्यही हो, भ्लग डेली हाल्न मिल्दैन मिल्दैन भने के हाल्ने भन्नु न, कन्टेन्टहरू त भएर बाँच्नु भन्नु न। अब म यस्तो ठाउँमा त बसेछु, त्यो कन्टेन्टहरू के बनाउने यहाँ, त्यही सर्ट्सहरू बेला बेला बनाएर इन्स्टाग्रामतिर टिकटकतिर हालिरहेको हुन्छु, हालिरहेको हुन्छ नि त, होइन? त्यही अरू केही पनि होइन। अनि यो मसँग गिटारको ब्याग पनि थियो, मैले के सोचेँ यसलाई पठाइदिने कि के गर्ने भन्ने सोचिरहेको मलाई चाहिँ। त्यही भएर यो चाहिँ यसकै माथि राख्नु पर्ला, एक चाहियो भने चाहिँ यो पनि दिनु पर्ला, चाहिएन भने चाहिँ नदिनु पर्ला, यो पनि राख्नु पर्ला यति कि। त्यो प्याकिङ पनि गरिदिएँ मैले गिटार, होइन? अनि मैले अस्ति मेरो उताबाट बुकहरू पनि लिएर आएको थिएँ, बुकहरू पनि छ यहाँ, तिनी कुनै बेला पढ्नु पर्ला। ओके, दिन त आइरहेछ, किनकि अफ्डेको दिन दिउँसो सानो न्याप लियो भने के हुन्छ भन्दाखेरि अलिकति अफ डे फिल्स लाइक अफ डे टाइपको हुन्छ क्या। दिउँसोतिर अलिकति न्याप लियो भने रेस्ट हुन्छ अरे क्या, त्यो टाइपको हुन्छ अरे। बुझ्यो नि भनेको, मैले भन्नु खोजेको बुझेन आइटम न। म सुत्छु त सुत्छु, कुन बेला सुत्छु थाहा छैन। तर नाउ म एकछिन रिल्स हेर्छु। अस्ति मैले उता गएर डेट्स पनि लिएर आएको है, खाइरहेको छ थोरै डेट्स पनि लिएर आएँ मैले उता है, एउटा ओट पनि लिएर आएँ, ओटमिल पनि लिएर आएँ, होइन? यस्तो छ हाम्रो वर्किङ टेबल। वर्किङ टेबललाई चाहिँ अलिकति सफा गरिदिनु पऱ्यो। के गर्नु पऱ्यो भन्दाखेरि यो डब्बाहरू चाहिँ यस्तो कुनामा चाहिँ यसरी राखिदिनु पऱ्यो, होइन? यहाँ चाहिँ यसरी राख्नु पऱ्यो। चाउचाउ छ, चाउचाउलाई चाहिँ कसरी भन्दाखेरि चाहिँ एक डब्बाहरूमा समावेश गराइदिउँ न, यो लाइनमा चाहिँ देश यो टाइपकोहरू मात्रै यसरी राखिदिनु पऱ्यो। ल्यापटपको छ यहाँ, ल्यापटपको चार्जरहरू चाहिँ यहाँनिर, ओके, ल्यापटपको चार्जरहरू यहाँनिर। यो चाहिँ के हो मैले समझ्न आएन अलिकति के रहेछ यो भन्ने कुरा चाहिँ। तर यसलाई पनि म यसरी अगाडि राख्नुभन्दा पनि डिटिएसमै राखिदिएको राम्रो नि त, यसलाई पनि, होइन? राम्रो, यसलाई पनि यसरी गरिदिनु पऱ्यो। ल्यापटपहरू आएको छ, ल्यापटपको कपीहरू, पेनलाई पनि यहाँ राखिदिउँ, ल्यापटपलाई यहाँ भइरहन्छ। यो स्ट्यान्ड उता लडेर राखिदिनु पऱ्यो, होइन? राखिदिनु पऱ्यो। बाहिर घाम लागिरहेको छ, मजाले घाम लागिरहेको छ, होइन? म चाहिँ यहाँभित्र बसिरहेको छु, मस्त बसिरहेको छु। यसलाई पनि अब छाल्न त पर्ने हो, किनभने कक्रोचहरू यति धेरै छन्, जति चाहिँ गरिन सकेन पेस्ट कन्ट्रोल गरेर पनि सकेन कक्रोचलाई मार्नको लागि, उस्कन भगाउनको लागि। कति ट्राई गरियो, सकिएन, यस्तै भइरहेछ। सायद म अब के हुन्छ भन्दाखेरि सुत्छु होला, अनि सुतेर उठ्दाखेरि त राति हुन्छ 100%। तर त्योभन्दा पहिला मैले के सोचिरहेको छु भन्दाखेरि कपडा धुम कि भन्ने सोचिरहेको छु मैले है। कपडा धुन हालेर चाहिँ सुताउँ कि भन्ने सोचिरहेको मैले चाहिँ। के गर्ने भयो, बरु त्यही गर्छु, म कपडा धुन हाल्छु अनि सुत्छु, होइन? आजको दिन यसरी नै गयो कि सिम्पल कुराहरूमा उठ्यो, नास्ता गऱ्यो, खाना खायो, अलिकति के काम थियो गऱ्यो, अनि एकछिन रेस्ट गऱ्यो, अनि रात हुन्छ फेरि राति खाना पकायो, खायो, सुत्यो, भोलि ड्युटी गयो। यस्तो यो म्यान भर्सेस गल्फ टाइपको चाहिँ लाइफ चाहिँ भइरहेको छ। अनि त्यही भएर पनि अलिकति त्यहाँबाट कहिले बाहिरतिर जाँदाखेरि पहिला घुम्न गइन्थ्यो, तपाईँहरूले देख्नुहुन्छ कता कता जान्थेँ म, होइन? अब अहिले यहाँ भर्खर आएको छु, अब बिस्तारै अहिले समर टाइम पनि छ, जानु पर्ला। नेक्स्ट मन्थतिरबाट चाहिँ बल्ल अनि ट्राभल भ्लग हाल्नु पर्ला। फर नाउ चाहिँ यस्तै डेलीमा चाहिँ के हुन्छ, कहिले के बनाउँछ, कहिले के बनाउँछ, त्यसकै खानाहरूको
ब्लग हाल्यो एडिट गर्यो हाल्यो यस्तै छ अलि पछि चाहिँ लाइक नेक्स्ट मन्थतिरबाट चाहिँ जुन जुलाई अगस्तबाट चाहिँ अलिकति टेम्परेचर हल्का लो हुन्छ यहाँ अनि त्यो बेलामा चाहिँ टक्क अनि अगस्ततिरबाट चाहिँ ट्राभल भ्लगहरू गर्नुपर्छ 1-2 महिना चाहिँ मेरो भ्लगहरू डेली लाइफको यो म्यान भर्सेस गल्फ टाइपकै भइरहन्छ अलराइट हेरौँ के हुन्छ अब यो कस्तो भन्दाखेरि अमिता चाहिँ क्लास जानुभएको छ अमिता भयो भने चाहिँ केही न केही गरेर हुन्छ नि त उसले केही न केही बनाएर हुन्छ नि त उसले अनि त्यही भएर नि अनि अलिकति दिन लास्ट टाइम पनि उसले थुक्का बनायो त्योभन्दा पहिला मोमो बनाएँ आज पनि समथिङ बिहान के नास्ता बनाउनु भएको थियो उहाँले फेरि खाना पनि त्यस्तै बनाउनु दामी थियो मैले देखाएन खानाको चाहिँ त्यही भएर नि अब हेरौँ लेट सी वाट विल ह्यापन वाट इज गोइङ अन के हुन्छ है यहाँ मेरो कस्तो एलर्जी आइदियो हेर्नुहोस् न मैले मेडिसिन चाहिँ लगाएको छु सन्चो हुन्छ आई विस आई होप